फोन सम्पर्कमा जोडेका छौं निवर्तमान ऊर्जा राज्य मन्त्री तथा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ अर्थात् कान्छाराम तामाङलाई। माननीयज्यू स्वागत छ कार्यक्रम सीधा कुरा जनतासँगमा। धन्यवाद, नमस्कार, जय नेपाल छ हजुर। अब गभर्नर नियुक्तिमा 20 करोडको डिल तपाईले गर्नुभयो, त्यसको प्रमाण नै प्रधानमन्त्रीले भेटाउनु हो, त्यही भएर चाहिँ नै तपाईले राज्य मन्त्रीबाट बर्खास्त गरिएको हो भनेर एमालेका नेता महेश बस्नेतले भन्नुभएको छ, के भन्नुहुन्छ? त्यो एउटा महिलालाई बलात्कार गर्ने मान्छे हो महेश बस्नेत भन्ने मान्छे। एकचोटि एउटा के भन्ने महिलालाई चाहिँ बलात्कारको रिपोर्ट हाल्ने मान्छे होला हैन त्यो महेश बस्नेत। तपाईले हेर्नु भएको छैन सामाजिक सञ्जालमा उहाँले? त्यही मान्छे होला हैन हजुर। तपाईले गजब बेइज्जती है। हेर्नु भयो कि उहाँले लेखेको कुरा? मेरो एउटा राज्य मन्त्रीले यो देशको गभर्नर बनाउन सक्ने क्षमता भएको भए म किन राज्य मन्त्री हुन्थ्यो होला र? बात त सही है। अनि तपाईले चाहिँ प्रधानमन्त्री विरुद्ध बोल्नु भएपछि खास गरी महेश बस्नेतले के पनि भन्नु भएको छ भने याद गरेस् एमालेको पंक्ति हातमा दही जमाएर बसेको छैन भनेर भन्नु भएको छ। तपाईलाई त एक प्रकारले भन्यो भने यो खुल्लम खुल्ला धम्की आयो, के भन्नुहुन्छ? त्यस्ता बच्चा आयो गुलेली खेलायो मटेर नाच भन्छ नि एउटा उखान छ नि, पहाडी उखान होइन र? यो धम्कीले डराउनु त भएको छैन नि तपाईँ? त्यस्ता धम्कीले यहाँ कस्तो कुरा गर्नु भएको? त्यस्तो धम्कीले जनजाति छोरा डराउँछ कहिले? डराउनु भएको छैन? किन डराउनु पर्यो? त्यसमा को हो त्यो? त्योसँग भोलि त्यसले धम्की दिए ल त्यो र म फाइट गर्ने हो, कुडी खेल्न बोलाउने हो मसँग फाइट गर्नलाई। ए सिंगल भिड्न तयार? सिंगल आओ अब यहाँ कोही आफन्त पनि भनिँदैन। अघिदेखि मलाई रातो रिस उठिरहेको थियो, आइज ल अहिले 12 बजे राति पनि तयारी छ। तपाईको तर्फबाट च्यालेन्ज भयो? उनी च्यालेन्ज गरेर म गर्नु के फरक पर्छ मलाई? ठीक छ, अब तपाईहरुलाई यो भिडाउने हाम्रो उद्देश्य त होइन हैन, तर जे भन्नुभएको छ त्यही प्रश्नका रूपमा सोध्यौं। तर त्यस्तो एउटा हामी जनजातिको छोरालाई एउटा महेश बस्नेत जस्तो मान्छेले यस्तो बिसराउको आरोप लाउनलाई, दही जमाएर बसेको छ भन्नलाई हाम्रो हातमा चाहिँ घिउ जमाएर बस्यो होला त? झुटो होइन यो कुरा साँचो छ। कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदाखेरि फाइल स्टिनको दिनमा काठमाडौँमा र पोखरामा जुन बत्ती बल्यो र उहाँले यो बत्तीमा धारा पानी खोलेर बत्ती बालेको होइन होला, धागो टाँगेर बत्ती बालेको होइन होला। बात त सही है। उहाँलाई सपोर्टै गरेर बोल्नु भयो तपाईँले? मैले सपोर्ट 100% सपोर्ट गरेर बोले। अनि त्यही कारण तपाईँको पद चैट भयो, बर्खास्तीमा भयो। यस्ता पद सुन्नुहोस्, यस्ता पद भाग्यमा भयो भने भोलि घुमी घरमै आइपुग्छ। अहिले फेरि केपीको पालोमा फेरि कडा बोल्यो भने निकाल्देला भने त्यो डरले नबोल्यो। क्या बात कर रहे हैं? घमण्डी गरेर क्वार्टर नगएको मान्छे, क्वार्टर मेरो नाम छ नगएको मान्छे म आफू गरेर भोलि के हुन्छ केपी के भएर सर यो चाहिँ अब एउटा दुईटा किडनी हुने मान्छे त अरू गर्छ, 3-3वटा किडनी बोक्ने मान्छेले भयो, 3-3वटा किडनी बोक्ने मान्छेले भयो। दबावले म चाहिँ त्यसको म केपीको दबावमा नबस्ने खालको मान्छे म दबावमा केपीको मात्र होइन, म आवश्यक पनि शेरबहादुर देउवाको पनि बस्दिनँ, दबावमा बस्दिनँ। बडा हरामी हो बेटा। म शेरबहादुर देउवासँग त्यस्तै कुरा घमण्डी कुरा गर्यो भने शेरबहादुर देउवासँग म च्यालेन्ज गरिदिन्छु, किन मलाई उसले टिकट पनि दियो त मलाई, ऊ जस्तै म पनि जितेर उसले भन्दा बेसी भोट ल्याएर आएको म। I am so proud of him.